वेलकम टु साइकोलोजी विथ दिपेश। यो भिडियोमा हामी एडोलेसेन्स एन्ड जुवेनाइल डेलिक्वेन्सीको थ्योरिज अफ मोरल डेभलपमेन्ट बारेमा कुरा गर्छौँ। यसको पार्ट 1 चाहिँ अपलोड गरिसकेको छु मैले, जसमा मोरल डेभलपमेन्ट बारेमा मैले कुरा गरेँ, र यो पार्ट 2 मा चाहिँ हामी पियाजेट्स थ्योरी अफ मोरल डेभलपमेन्ट बारेमा पढ्छौँ। 2080 र 81 गरेर 25 मार्क्स चाहिँ यो टपिकबाट आएको छ। कमेन्टमा चाहिँ त्यो भिडियोको लिङ्क राखिदिन्छु म। स्टेजेसमा जाउँ। ग्रिक माइथोलोजीमा एउटा स्टोरी छ इकारस भन्ने क्यारेक्टरको। इकारसलाई चाहिँ व्याक्सको एउटा विङ बनाइएको हुन्छ उसको ड्याडले, र उसलाई त्यो व्याक्सको विङ बनाएपछि चाहिँ उसलाई माथि उड्दाखेरि धेरै माथि नउड्नु, नभए घामले गर्दाखेरि चाहिँ यो व्याक्स अर्थात् मैनहरू सबै पग्लिन्छ र तिमी खस्छौ भनेको हुन्छ। तर ऊ उड्दै उड्दै माथि पुग्दाखेरि जति सनको नजिक पुग्दै जान्छ, जति आकाशको माथितिर पुग्दै जान्छ, उसलाई अझै माथि उड्ने लोभ हुन्छ र ऊ अझै माथि जान्छ र घामले गर्दा उसको सबै व्याक्सहरू पग्लेर ऊ चाहिँ यसरी खस्छ समुद्रमा। यो मैले किन भने भनेदेखि स्टेजेस अफ कग्निटिभ डेभलपमेन्ट बुझाउनलाई सम पिपल क्यान फ्लाइ भन्ने न्युमोनिक्स बुझाउनु। इकारस कुड फ्लाइ। सम पिपल क्यान फ्लाइको एसबाट हामी सम्झिन्छौँ सेन्सरी मोटर, पीबाट हामी सोध्छौँ प्री अपरेसनल, सीबाट कन्क्रिट अपरेसनल र एफबाट फर्मल अपरेसनल। यसलाई चाहिँ न्युमोनिक्स भन्छ, जसमा चाहिँ हरेक अगाडिको वर्डको चाहिँ एकवटा यसको फुल फर्म छ, जस्तो सेन्सरी मोटर, प्री अपरेसनल, कन्क्रिट अपरेसनल र फर्मल अपरेसनल। अब हामी जाउँ सेन्सरी मोटर स्टेज, फर्स्ट स्टेज। यो चाहिँ यही सिक्वेन्समा याद गर्नुपर्छ हामीले। यो चाहिँ बर्थदेखि 2 इयर्ससम्म हुन्छ। अब यसमा के क्यारेक्टरिस्टिक्स हुन्छ भने लर्निङ थ्रु सेन्सेस एन्ड मुभमेन्ट। यो नामले नै क्लियर छ, सेन्सरी र मोटर। सेन्सरी भनेको सेन्स गर्ने, मोटर भनेको मुभमेन्टसँग सम्बन्धित। नलेज गेन बाई टचिङ, सकिङ, सिइङ अनि किकिङ। यो चाहिँ बर्थदेखि 2 इयर्सको चिल्ड्रेनले चाहिँ यो सेन्सेसको थ्रुबाट चाहिँ इन्फर्मेसनलाई पर्सिभ गर्छ। नो सिम्बोलिक थिङ्किङ। अब यो सिम्बोलिक थिङ्किङ भनेको चाहिँ के हो भने इन्फेन्ट्स क्यानट युज सिम्बल, वर्ड्स अर इमेजेस टु रिप्रेजेन्ट आइडियाज द्याट आर नट फिजिकली प्रेजेन्ट। जस्तै सिम्बल्सहरूको प्रयोग, वर्ड्स, इमेजेसहरू चाहिँ जुन आफ्नो अगाडि छैन त्यसलाई चाहिँ उनीहरूले इमेजिन गर्न सक्दैनन्। त्यो इमेजिनेसनमा गइसक्ने उमेर भइसकेको हुँदैन। देयर थिङ्किङ इज एन्टायरली बेस्ड अन सेन्सरी एक्सपिरियन्सेस एन्ड एक्सन्स। जसलाई टच गर्यो, जसलाई फिल गर्यो, जसलाई चाहिँ किक गर्यो, त्यस्तो अब्जेक्टहरूको मात्र एक्सपिरियन्स हुन्छ। अब्जेक्ट पर्मानेन्स इज नट प्रेजेन्ट बिफोर एबाउट 8 मन्थ भनेको छ। अब यो हाम्रो 0 to 2 इयर्ससम्म हो। 8 महिनासम्म चाहिँ के हुन्छ भनेदेखि अब्जेक्ट पर्मानेन्स इज नट प्रेजेन्ट। अब यसको मिनिङ भनेको चाहिँ के हो भने कुनै पनि अब्जेक्टलाई चाहिँ उनीहरूको अगाडि लुकाइयो भने अब त्यो अब्जेक्टलाई उनीहरूले खोज्दैन, किनकि उनीहरूको तरिकाले हेर्दाखेरि चाहिँ त्यो अब अब्जेक्ट एक्जिस्ट नै गर्दैन जस्तो लाग्छ। जस्तै बेबी डज नट सर्च फर हिडन टोय बिफोर 8 मन्थ। 8 महिनाभन्दा तलको बच्चाको टोय चाहिँ लुकाइदियो भने अब उसले खोज्दैन, उसको आँखाबाट त्यो हट्यो भने चाहिँ उसलाई लाग्छ अब यो छैन भनेर। तर 8 महिनादेखि 9 महिनाभन्दा माथि पुग्न थालेपछि अब्जेक्ट पर्मानेन्स डेभलप्स। भन्नुको मिनिङ चाहिँ बेबी लुक्स फर टोय हिडन अन्डर अ क्लोथ आफ्टर 9 मन्थ्स। 8-9 महिनापछि चाहिँ लुकाइदियो भने पनि उसले त्यो सामानहरू खोज्न थाल्छ। त्यसलाई चाहिँ अब्जेक्ट पर्मानेन्स भनिन्छ। सेकेन्ड स्टेज हाम्रो सम पिपल क्यान फ्लाइको पीबाट प्री अपरेसनल स्टेज 2 to 7 इयर्स। ऱ्यापिड डेभलपमेन्ट अफ ल्याङ्ग्वेज, भाषाप्रतिको एकदमै बुझ्दै जाने हुन्छ। सिम्बोलिक थिङ्किङ डेभलप्स। अघि मैले माथि इक्जाम्पल दिएँ। सिम्बोलिक थिङ्किङ भनेको अब्जेक्ट, इमेजेसहरू जुन छैन त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्ने तरिका। इगोसेन्ट्रिक थिङ्किङ। अब यसको मिनिङ चाहिँ के हो भने सेल्फ सेन्टर्ड भ्यू। इगोसेन्ट्रिक भनेको आफ्नो मात्र पर्सपेक्टिभले हेर्न सक्ने, अरूको पर्सपेक्टिभले हेर्न नसक्नेलाई चाहिँ भनिन्छ इगोसेन्ट्रिक थिङ्किङ। यो चाहिँ प्री अपरेसनल स्टेजको क्यारेक्टरिस्टिक्स भयो। क्यानट अन्डरस्ट्यान्ड कन्जर्भेसन। अब यसमा चाहिँ एकदम एउटा स्टोरी छ। मैले चाहिँ पहिला फर्स्ट टाइम यो पढ्दा कन्जर्भेसनलाई कन्भर्सेसन पढाएको थिएँ कि कन्भर्सेसन। अनि मैले के सोचेँ भनेदेखि 2 देखि 7 इयर्सकोहरूले चाहिँ कन्भर्सेसन बुझ्दैन होला, एडल्टले त कुरा गरिरहेछ त्यो कन्भर्सेसनलाई बुझ्दैन होला सोचेको, तर होइन, यो चाहिँ कन्जर्भेसन हो है। कन्जर्भेसनको मिनिङ के हो भने अन्डरस्ट्यान्डिङ द्याट सर्टेन प्रपर्टिज अफ अब्जेक्ट रिमेन सेम इभन इफ देयर अपियरेन्स चेन्जेस। जस्तै यो फिगरहरू, जस्तै यो 2 देखि 7 इयर्सको एउटा चाइल्ड यता छ। यो 1 लिटरको भाँडा चाहिँ ठुलो देखिन्छ यसरी, तर यो 1 लिटरकै भाँडा चाहिँ के हुन्छ, यो थिन देखियो, दुब्लो देखियो। अब यो 2 देखि 7 इयर्सको चाइल्डले चाहिँ के गर्छ भनेदेखि यो 1 लिटर र यो 1 लिटरको भाँडा चाहिँ फरक हो भनेर बुझिरहेको हुन्छ क्या, यो सेम होइन भनेर बुझ्छ। दिस वान हेज मोर। जस्तै यो के हो, यो एकदम ठुलो देखियो, यो ठुलो देखिएपछि चाहिँ यसमा धेरै अड्छ भनेर बुझ्छ। प्री अपरेसनल स्टेज 2 देखि 7 इयर्ससम्म।
तर 7 देखि 11 इयर्सकोले चाहिँ के गर्छ, होइन यो पनि 1 लिटर अट्छ, यसमा पनि 1 लिटर अट्छ, दे आर सेम अमाउन्ट भनेर छुट्याउन सक्छ। हो, त्यो छुट्याउन नसक्नुलाई चाहिँ के भनिन्छ, क्यानट अन्डरस्ट्यान्ड कन्जर्भेसन। यो चाहिँ यसको क्यारेक्टरिस्टिक्स भयो। यो भइहाल्यो। इक्जाम्पल, चाइल्ड युजेस स्पुन एज टेलिफोन, यो सिम्बोलिक भइहाल्यो। थिङ्स अ टलर ग्लास हेज मोर वाटर, यो भयो। अब यसलाई मैले नेपाली इक्जाम्पल राखेको छु क्या, यो अब सबै विदेशी बुकहरूमा चाहिँ यही इक्जाम्पल मात्र भेटेँ मैले, अनि मैले आफ्नै एउटा इक्जाम्पल बनाएको छु। जस्तै 2 देखि 7 इयर्सको लागि दसैँतिर हाम्रो टिका लाउन आउँदाखेरि जस्तै 5 रुपियाँको 2टा नोट दिनु अनि एउटा 100 रुपियाँको एउटा नोट दिनु होइन। उनीहरू सानोहरूले चाहिँ के सोध्छ भनेदेखि यो त एउटा मात्र छ, यो त 2टा छ, सो दिस इज भ्यालुएबल भनेर 5 को 2टा लिन्छ के। भनेपछि यो के भयो, कन्जर्भेसनलाई बुझेन नि त, कन्जर्भेसन। सो 5 को दिस इज मोर टु देम देन 100 रुपिज बिकज दिस हेज 2 नम्बर अफ नोट्स, 2टा नोट भएको कारणले गर्दा। यो चाहिँ मैले राखेको इक्जाम्पल। थिङ्स 2 5 रुपिज नोट मनी इज मोर देन 100 रुपिज नोट। ल, नेक्स्टमा जाउँ हामी अब। सम पिपल क्यान फ्लाइ, क्यानबाट के थियो, सीबाट कन्क्रिट अपरेसनल स्टेज। लजिकल थिङ्किङ बिगेन्स, अन्डरस्ट्यान्ड्स प्रिन्सिपल अफ कन्जर्भेसन, मैले माथि बुझाएँ कन्जर्भेसनको कुरा। क्यान क्लासिफाई सर्ट एन्ड अर्डर अब्जेक्ट्स। इगोसेन्ट्रिजम रिड्युसेस, इगोसेन्ट्रिजम भनेको के थियो, अरूको पर्सपेक्टिभबाट हेर्न नसक्नु। तर यहाँ के भनेको छ, रिड्युस भनेपछि अब उनीहरूले अरूको पर्सपेक्टिभबाट पनि बुझ्न सक्न थाल्नु 7 देखि 11 इयर्समा। थिङ्किङ लिमिटेड टु रियल कन्क्रिट अब्जेक्ट। इक्जाम्पल, चाइल्ड नोज वाटर क्वान्टिटी इज सेम इन डिफ्रेन्ट ग्लासेस। एउटा सानो ग्लास हुनसक्छ, अर्को चाहिँ लामो यस्तो हुनसक्छ, यो र यसमा सेम अट्छ भनेर बुझ्नु चाहिँ हाम्रो के भयो, डिफ्रेन्ट ग्लासेसमा पनि सेम अमाउन्ट अफ वाटर अट्छ भनेर बुझ्नु। यही कन्जर्भेसनको इक्जाम्पल। क्यान अरेन्ज स्टिक्स फ्रम सर्टेस्ट टु लङ्गेस्ट। अब लास्ट जाउँ, फर्मल अपरेसनल स्टेज। एब्स्ट्र्याक्ट थिङ्किङ डेभलप्स। मैले एडोलेसेन्सको क्यारेक्टरिस्टिक्समा एब्स्ट्र्याक्ट थिङ्किङ र कन्क्रिट थिङ्किङको बारेमा एक्सप्लेन गरेको छु, जुन चाहिँ प्लेलिस्ट छ हाम्रो एडोलेसेन्स एन्ड जुभेनाइल डेलिक्वेन्सी, त्योभित्र गएर हेर्दा हुन्छ। क्यान थिङ्क अबाउट आइडियाज एन्ड कन्सेप्ट, क्यान रिजन लजिकल्ली एन्ड हाइपोथेटिकल्ली, भनेपछि इमेजिनेसन बढ्न थाल्यो, हाइपोथेटिकल सिचुएसन्सलाई इमेजिन गर्न सकेर। सिस्टमेटिक प्रब्लम सल्भिङ एबिलिटी, साइन्टिफिक थिङ्किङ इमर्जेस। इक्जाम्पल, एडोलेसेन्ट थिङ्क्स अबाउट जस्टिस अर फ्युचर करियर, सल्भ्स एल्जेब्रा प्रब्लम्स लजिकली। सो अहिलेसम्म हामीले पढेको चाहिँ के थियो, हामीले पढेको थियौँ पियाजेटको मोरल डेभलपमेन्ट थ्योरीभित्र 2टा छ। एउटा भनेको कग्निटिभ डेभलपमेन्ट, कसरी कग्निसनसँग रिलेसन हुन्छ मोरल डेभलपमेन्टको। अब अर्को भनेको चाहिँ हामीले पढ्ने उनीहरूको मोरल जजमेन्ट, यो पनि पियाजेटकै हो। यसको कन्टेक्स्ट बुझौँ है त। के भएको थियो भनेदेखि जीन पियाजेटले चाहिँ मोरल जजमेन्ट बुझ्नको लागि चाहिँ सानो सानो चिल्ड्रेनहरूलाई इन्टरभ्यू ल्याएको थियो। मार्बल्स खेलिरहेको हुन्छ त्यो चिल्ड्रेन्सहरूले, उसले क्वेसन सोध्छ, हु मेड दिस रुल्स, यो तिमीहरूले खेलिरहेको गेमको रुल कसले बनाएको हो, यो रुल चेन्ज गर्न मिल्छ कि मिल्दैन, के हुन्छ यदि कसैले रुल चेन्ज गर्यो भने, यदि एकजनाले एक्सिडेन्टली अथवा इन्टेन्सनली रुल ब्रेक गर्यो भने चाहिँ के हुन्छ भनेर यस्तो खालको क्वेसन सोध्छ जीन पियाजेटले त्यो मार्बल खेलिरहेको बच्चाहरूलाई। पियाजेट नोटिस द्याट यङ्गर चिल्ड्रेन, अब यङ्गर चिल्ड्रेनहरूको एन्सर चाहिँ समग्रमा कस्तो खालको आयो भने, रुल्स वेयर मेड बाई एडल्ट, बिलिभ रुल्स वेयर फिक्स, रुल्स चाहिँ फिक्स्ड हुन्छ र यो चाहिँ एकदम स्याक्रेड, एकदम प्योर हुन्छ, यसलाई चेन्ज गर्न पनि मिल्दैन। यदि हामीले चेन्ज गऱ्यौँ अथवा रुल ब्रेक गऱ्यौँ भने चाहिँ पनिसमेन्ट अथवा ड्यामेज हुन्छ भन्छ। यो खालको थिङ्किङले गर्दा उसले एउटा मोरालिटीको कन्सेप्ट निकाल्छ, त्यसलाई हेटेरोनोमस मोरालिटी भनिन्छ। त्यस्तै गरी उसले अलिक ठुलो चिल्ड्रेन र एडोलेसेन्ट्सहरूलाई सोद्धाखेरि उनीहरूको एजभन्दा हेटेरोनोमस मोरालिटी भन्दा अलिक ठुलो एजको चिल्ड्रेनहरू जुन चाहिँ एडोलेसेन्स एजको थिए उनीहरूलाई सोद्धा उनीहरूले चाहिँ फरक एन्सर दिए। लर्न रुल्स बाई प्लेइङ विथ पियर, साथीहरूसँग खेलेर रुल्स सिके। बिलिभ रुल्स कुड बी चेन्ज बाई एग्रिमेन्ट, 2जना खेलिरहेको मान्छेहरूले चाहिँ होइन चेन्ज गरौँ भनेर नयाँ रुल राख्न पनि पाउँछ भनेर उनीहरूले भने। फोकस मोर अन इन्टेन्सन एन्ड फियरनेस, यो अनि यो खालको एन्सर दिनेहरूलाई चाहिँ उसले अटोनोमस मोरालिटी भनेर अर्को क्याटेगोरीमा राखे। अब हेटेरोनोमस मोरालिटीलाई कहिले कहिले मोरल रियलिजम पनि भनिन्छ। यो मोरल रियलिजम भनेको के हो हेरौँ, सिन एज रियल एन्ड फिक्स्ड, यसलाई चाहिँ मोरल रियलिजम भनिन्छ। यो चाहिँ हेटेरोनोमस मोरालिटी हो। त्यस्तै गरी अटोनोमस मोरालिटीलाई चाहिँ मोरल रिलेटिभिजम पनि भनिन्छ। रिलेटिभिजमको मिनिङ चाहिँ के हो, डिपेन्ड अन सिचुएसन एन्ड पर्सन हो। अब यो चाहिँ हाम्रो मोरल जजमेन्टको आधारमा 2टा क्याटेगोराइजेसन गरायो पियाजेटले। अब हामी तिनीहरूको डिफ्रेन्स पनि हेरौँ है त। ल, एज हेटेरोनोमस मोरालिटी कुन एजको हुन्छ, 10 इयर्सभन्दा कम, र अटोनोमस भनेको चाहिँ 10 इयर्स र त्योभन्दा माथि एडोलेसेन्सको एजमा।
सोर्स अफ मोरालिटी भनेको एक्सटर्नल अथोरिटी, प्यारेन्ट्सले टिचर्सले चाहिँ उनीहरूलाई मोरालिटीको बारेमा सिकाउनुहुन्छ भने यहाँ चाहिँ इन्टर्नल प्रिन्सिपल्स एन्ड कोअपरेसन, आफूलाई के लाग्छ र आफ्नो पियर्सहरूलाई के लाग्छ त्यसको आधारमा चाहिँ मोरालिटी डिसाइड हुन्छ। अब हेटेरोनोमसमा नेचर अफ रुल्स हेरौँ, रुल्स त फिक्स्ड हुन्छ, रिजिड हुन्छ, चेन्ज गर्न मिल्दैन भनेर उनीहरूले भन्छन्। हेटेरोनोमस भनेको 10 इयर्सभन्दा कमको उमेरकोले, 10 इयर्सभन्दा बढीको र एडोलेसेन्सको एजकोले चाहिँ रुल्सहरू चाहिँ फ्लेक्सिबल हो र हामी सबैजनाले मिलेर चेन्ज गर्न सक्छौँ भन्ने चाहिँ विकास भइसकेको हुन्छ है उनीहरूमा। अब जजिङ रङनेस, जजेस एक्ट बाई कन्सिक्वेन्सेस भनेको के हुन्छ फाइनलमा त्यसको आधारमा जज गरिन्छ क्या, यो इन्टेन्सन हेरिँदैन। जस्तै एउटा चाइल्डले चाहिँ एउटा ग्लास ब्रेक गर्यो इन्टेन्सनली भर्सेस अर्को चाइल्डले चाहिँ 5वटा ग्लास ब्रेक गर्यो तर एक्सिडेन्टली भन्यो भने उनीहरूले कन्सिक्वेन्स मात्रै हेर्छ। 5वटा ब्रेक गर्नेले चाहिँ गलत गर्यो भन्छ, यो चाहिँ इन्टेन्सनली भएन भने पनि, एक्सिडेन्टली भयो भने पनि उनीहरूले कन्सिक्वेन्सेस मात्रै हेर्छ भने यतापट्टिको अटोनोमसमा चाहिँ इन्टेन्सन्स हेरिन्छ, जानी जानी गरेको हो कि आफै भएको हो कि इन्टेन्सन हेरिन्छ। रोल अफ पनिसमेन्ट, पनिसमेन्ट इज सेन्ट्रल एन्ड अटोमेटिक, पनिसमेन्ट डिपेन्ड्स अन फेयरनेस एन्ड रिजन। अब इक्जाम्पल राखेको छु मैले, हेटेरोनोमसमा के छ, अ चाइल्ड गिभ्स अ बुक टु अ फ्रेन्ड बिकज द टिचर अर्डर हिम, सो टिचरले भनेपछि मात्र दियो, त्यो भनेको चाहिँ हेटेरोनोमस भयो। तर एडोलेसेन्टले चाहिँ होइन मेरो साथीलाई चाहिँ किताब चाहिएको छ म उसलाई दिन्छु भन्यो भने त्यो अटोनोमस भयो। त्यस्तै अ चाइल्ड सेज स्टिलिङ इज रङ ओन्ली बिकज अ पुलिस विल पनिस, पुलिसले पनिस गर्छ भनेर मात्र उसले चाहिँ स्टिल गर्दैन भने त्यो हेटेरोनोमस भयो। र अर्कोले चाहिँ स्टिलिङ इज रङ बिकज इट हार्म्स अदर भन्यो भने त्यो अटोनोमसको इक्जाम्पल भयो। अ चाइल्ड थिङ्स ब्रेकिङ 5 कप एक्सिडेन्टली इज वर्स, 5वटा कप फुटाउने चाहिँ वर्स हो एक्सिडेन्टली भयो भने पनि कम्पेयर टु 1 ग्लास ब्रेकिङ भन्छ यसले। भने यताकोले चाहिँ के भन्छ, एन्ड एडोलेसेन्ट बिलिभ्स अ चाइल्ड हु ब्रेक्स अ ग्लास एक्सिडेन्टली सुड नट बी पनिस्ड, एक्सिडेन्टली कुनै कुरा भएको छ भने त्यसलाई पनिसमेन्ट दिनु हुँदैन भनेर उनीहरूले चाहिँ बुझ्छन्। अब लास्टमा लिङ्किङ विथ जुभेनाइल डेलिक्वेन्सी हेरौँ हामी। अबेज रुल्स ओन्ली ड्यू टु फियर अफ पनिसमेन्ट, होइन पनिसमेन्ट हुन्छ भनेर मात्र उनीहरूले रुल चाहिँ फलो गर्छ। त्यस्तै अथोरिटी प्रेजेन्ट नहुँदाको केसमा उनीहरूले मिसबिहेभ गर्न सक्छन्। लेस कन्सर्न फर अदर फिलिङ अर इन्टेन्सन, रुलमा मात्र फिक्स्ड भएको हुन्छन्। त्यस्तै एडोलेसेन्स अथवा अटोनोमसमा चाहिँ एडोलेसेन्स कन्सिडर इन्टेन्सन्स एन्ड इफेक्ट्स अन अदर्स, बेटर कन्फ्लिक्ट रिजोल्युसन, उनीहरूले कन्फ्लिक्टलाई राम्ररी ह्यान्डल गर्न सक्छन्। अर्को लोवर चान्सेस अफ डेलिक्वेन्ट बिहेभियर। यो पनि सक्यो। अब लास्टमा हामी इभ्यालुएसन अफ पियाजेट थ्योरी गर्छौँ र हाम्रो यो भिडियो सकिन्छ। स्ट्रेन्थ के छ यसको भने एक्सप्लेन्स जेनरल डिरेक्सन अफ मोरल डेभलपमेन्ट, मोरल डेभलपमेन्ट कता कुन डिरेक्सनमा गएर डेभलप भइरहेछ भनेर एक्सप्लेन गर्छ। त्यस्तै सिफ्ट फ्रम पनिसमेन्ट बेस्ड टु इन्टेन्सन बेस्ड थिङ्किङ, अब पनिसमेन्ट बेस्ड केमा थियो, हेटेरोनोमसमा थियो। त्यसै अटोनोमसमा चाहिँ के थियो, अटोनोमसमा थियो इन्टेन्सन बेस्ड थिङ्किङ, सो यसरी सिफ्ट हुन्छ भनेर एक्सप्लेन गर्यो। अर्को हाइलाइट्स रोल अफ कग्निटिभ म्याच्युरिटी, त्यस्तै कग्निटिभ म्याच्युरिटीको बारेमा हामीले माथि सम पिपल क्यान फ्लाइ भनेर एक्सप्लेन गरेका थियौँ। रिड्युस एडल्ट कन्ट्रोल, त्यस्तै गरी पियर इन्टरेक्सन, यिनीहरूको बारेमा हाइलाइट भयो। र क्रिटिसिजम पनि छ यसको, क्रिटिसिजम चाहिँ अन्डर एस्टिमेट्स मोरल एबिलिटी अफ यङ चिल्ड्रेन, सो यसले चाहिँ मोरल्ली पनिसमेन्टको थ्रुबाट, पनिसमेन्टबाट डराएर मात्र उनीहरूले चाहिँ मोरल्ली करेक्ट हुन्छन् भनेर भनेको छ क्रिटिसिजम। त्यो चाहिँ क्रिटिसिजम भयो किनकि कोही कोहीले चाहिँ पहिले बुझेको हुनसक्छ। इभन स्मल चिल्ड्रेन नो हिटिङ एन्ड स्टिलिङ आर रङ, यो पनि भयो। चिल्ड्रेन मे सो बोथ टाइप्स अफ रिजनिङ, सबैभन्दा ठुलो क्रिटिसिजम चाहिँ मलाई यो लाग्छ। जस्तै हामीले के गरेका छौँ, हेटेरोनोमस र अटोनोमस भनेर छुट्याइदिएको छौँ, तर कुनै कुनै क्यारेक्टर चाहिँ हेटेरोनोमस जस्तो देखाउन सक्छ एउटा चाइल्डले, कुनै कुनै क्यारेक्टर चाहिँ अटोनोमस जस्तो पनि देखाउन सक्छ कि एउटै चाइल्डले दुईवटा फरक सिचुएसनमा फरक देखाउन सक्छ। मोरल डेभलपमेन्ट इज मोर ग्रेजुअल देन पियाजेट सजेस्टेड, ग्रेजुअल भनेको चाहिँ के हो, स्टेप बाई स्टेप, स्टेप वाइज स्टेप हुनसक्छ भनेर भनेको छ पियाजेटले सजेस्ट गर्नु भनेको। त्यसपछि अर्को छ लेड टु कोलबर्ग्स थ्योरी अफ मोरल डेभलपमेन्ट, क्रिटिसिजममा अर्को के हो, हामी नेक्स्ट थ्योरी पढ्छौँ जुन चाहिँ कोलबर्ग थ्योरी अफ मोरल डेभलपमेन्ट छ। यसमा कमजोरी भएरै नयाँ थ्योरी आएको, त्यो चाहिँ हामी नेक्स्ट भिडियोमा कुरा गर्छौँ। थ्याङ्क यू फर वाचिङ।